वेलकम ब्याक माई न्यू भिडियो साथीहरू। आज फाइनली देख्न सक्नुहुन्छ होइन, गोपी कुकिङ गर्दैछु म चाहिँ। यही टाइममा आयो टमी पनि आयो होइन, मेरो खुट्टा गाएछु यो चाहिँ होइन। अनि त्यसपछि म बिस्तारै भित्र गएपछि गोपीलाई बोइल हुनको लागि छोडिदिएँ। ढक्कन ड्याम्म लगाएर गाएछु होइन, ढक्कन लगाएर छोडिदिएपछि यताउति हेर्दाखेरि मम्मीले आलु बोइल गरेर राखिदिनु भएको रहेछ। अनि त्यसपछि आलुको खोल फालेर यताउति हेर्दाखेरि गोपी कुद्न थाले, अदुवा पुरै मसला झ्याप गर्दै कुद्न थाले गाइस होइन। अनि पुरै अदुवा मसला कुदेर फिनिस भइसक्यो। यो चाहिँ मेरो भेनाजुले बनाउनु भएको गाइस, फाइनली बुढासको होइन। अनि बुढास भनेपछि चिन्नुहुन्छ होला सायद। अनि त्यसपछि पुरै सामानहरू काटेर ठिक बनाएँ, रेडी बनाएँ मैले होइन गाइस हो। अनि त्यसपछि कुकिङको लागि रेडी भएँ म होइन। अनि देख्न सक्नुहुन्छ गाइस आइटम होइन, कोपीको आइटम अनि आलु अनि कोपी होइन। त्यसपछि फाइनली हालिदिएँ मैले तेल गाइस होइन। तेल हालिसकेपछि तेललाई साइड लगाइदिएँ होइन। तेललाई साइड लगाएपछि आगो फेरि बोलेको छैन गाइस। अनि आगो जोडेँ होइन, गाह्रो छ नि त। अनि त्यसपछि हालिदिएँ प्याज हालेर थोरै यताउति फुट्न थालेँ गाइस। त्यसपछि हाल्न थालेँ हल्दी, मतलब बेसार होइन, बेसार हाल्न थालेँ। अनि त्यो बेसार फेरि पुगेन, दुईचोटि हाल्न थालेँ। अनि बेसार हालिसकेपछि साइड लगाइदिएँ। साइड लगाएपछि भुट्न थालेँ, बर यताउता हल्लाउन थालेँ। भुटेर सकेपछि गाइस अनि एकदम मजाले धराएँ प्याजहरू यताउति हल्लाएर। अनि त्यसपछि हाल्न थालेँ गाइस कोपी सर्र हालिसकेपछि गाइस त्यसपछि पालो आउँछ आलुको गाइस। अनि त्यसपछि आलु पनि झर्र एकैचोटि हालिदिएँ गाइस होइन। अनि आलु हालिसकेपछि अदुवा सब कुछ मिक्स गराएँ, मसला हालेर मजाले हालिदिएँ। त्यसपछि चलाउन थालेँ गाइस मैले यताउता फलक चलाउन थालेँ। हजुरले यो चलाउनुलाई के भन्न चाहनुहुन्छ अब राम्रोसँग कमेन्टमा गर्नु होला। अनि हालिदिएँ मैले टमाटो हालिसकेपछि त्यो टमाटोलाई पनि यसै उल्टान गरिदिएँ होइन, यताउता हल्लाइदिएँ। यो हल्लाउनेलाई के भन्नुहुन्छ गाइस हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ, फुल भिडियो हेर्नुभयो भने होइन।